नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। शुक्रबार राति दार्चुलामा भएको जीव दुर्घटनामा परि ज्यान गुमाउने 11 जनाकै शनाखत भएको छ। दार्चुला सदरमुकाम सलङ्गा बजारबाट दुहुन गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको M1J280 नम्बरको जीव राताकाठा भन्ने स्थानमा दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको थियो। जीवमा सवार 12 मध्ये 1 जना गम्भीर घाइते छन्। जीव दुर्घटनामा परि मृत्यु हुनेमा दुहु गाउँपालिका 2 हिकिलाका 41 वर्षीय कन्या सिंह बडाल, उनकी 15 वर्षीय छोरी निर्मला बडाल र सोही स्थानकी 35 वर्षीय पारुली धामी रहेका छन्। त्यस्तै दुहु गाउँपालिकाका 1 का 24 वर्षीय धनबहादुर बम, 45 वर्षीय गोमती बम, 71 वर्षीय धना बम र 53 वर्षीय मानमती भट्टको पनि दुर्घटनामा परि ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निवृत्त प्रहरी प्रमुख रविन्द्र कठायतका अनुसार दुहु गाउँपालिका 4 की अन्दाजी 55 वर्षीय अमरा बम, 7 वर्षीय आयुषा बम, बैतडी दोगाडे केदार गाउँपालिका 6 शीतल प्रताप चन्द र 21 की स्नेहा बमको पनि सब पहिचान भएको छ। दुर्घटनामा जीव चालक दीपक सिंह धामी घाइते छन्। उनको अवस्था गम्भीर छ। उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिठौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ। जीव सडकबाट करिब 300 मिटर तल महाकाली नदी किनारमा खसेको छ। घटनास्थल एकदमै भिरालो रहेको र राति पनि भएकाले सुरक्षाकर्मीहरूलाई उद्धारमा कठिनाई भएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनामा परि ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले ट्विट मार्फत दुर्घटनाका एकमात्र घाइते जीप लगायत चालकका शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसायर कृष्णसावर गाउँपालिका 6 मा दुर्घटना परि 1 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक विदेवसायन नगरपालिका 1 बस्ने 39 वर्षीय कपुरदेवी मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए। उनी मोटरसाइकलको पछाडि बसेकी थिइन्। त्यस्तै चालक, उनका पति दुर्गानन्द र सोही मोटरसाइकलमा सवार नजिकै 12 वर्षीय छोरा चेतनारायण सामान्य घाइते भएका छन्। उनीहरूको ठेलिया स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको 5P1687 नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना 6ख 1317 नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। सिन्धुलीमा ट्रिपरले ठक्कर दिँदा 1 पैदल यात्रीको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 9 कोरुङ खोला नजिक हिजो साँझ टिपरले ठक्कर दिँदा सोही नगरपालिका 13 का 45 वर्षीय रबिया धामीको मृत्यु भएको हो। कोरुङ खोलाबाट काउसेतर्फ जाँदै गरेको ना 1ख 9684 नम्बरको ट्रिपलले ठक्कर दिँदा गम्भीर घाइते भएका धामीलाई उपचारका अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने ट्रिपर र चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक 2075 लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। मन्त्री ढकालले प्रदेशमा लोकसेवा आयोगलाई सहज रूपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ उक्त विधेयक ल्याइएको बताउनुभयो। उहाँले आयोगहरूमा एकरूपता ल्याउन र प्रदेशका लोकसेवाले सञ्घीय लोकसेवा आयोगसँग सहयोग मागेको खण्डमा उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो। विधेयकको सैद्धान्तिक पक्षमा आफ्नो अभिमत व्यक्त गर्दै सांसद पुष्पा भुसालले प्रदेश सरकार गठन भएको 1 वर्षभन्दा बढी समयपछि प्रदेश लोकसेवा आयोग सम्बन्धी कानुनी व्यवस्था गर्न लागेकोमा सरकारलाई धन्यवाद दिनुभयो। उहाँले तटस्थता र निष्पक्षतालाई प्रदेश लोकसेवा आयोगले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसद प्रेम सुवालले प्रदेश सरकारलाई नै लोकसेवा आयोग गठन गर्ने अधिकार दिनका साथै कानुनी व्यवस्था गरिनुपर्ने माग गर्दै प्रदेशभित्रका जनताले मात्रै त्यसमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसद सञ्जय गौतमले लोकसेवा आयोगको
स्वायत्तमा प्रश्न उठेको र प्रदेशगत मान्यतामा जान नसकेको र कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउनु पर्नेमा त्यस्तो हुन नसकेको गुनासो गर्नुभयो। बैठकले दुई विधेयकका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ। मन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2075 का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो। सो विधेयक माथि सांसदहरू प्रेम सुवाल, पुष्पा भूषाल, कृष्णभक्त पोखरेलले आफ्नो अभिमत व्यक्त गरेका थिए। त्यस्तै बैठकले मन्त्री ढकालले नै प्रस्तुत गरेको नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2075 का सम्बन्धमा पनि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकमा इमान्दार नेताहरू नभएको दाबी गर्नुभएको छ। पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई, बीपी कोइराला जस्ता नेताहरू केही भए आफूलाई देखाइदिन पनि चुनौती दिनुभयो। आज डिल्ली बजार बहुमुखी क्याम्पसको 39औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरूको अभाव रहेको तर्क पनि गर्नुभयो। पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि स्पष्ट पार्नुभयो। निहुराउनुहुन्छ भन्नुहोस् त। मैले धृष्टता गरेर पूर्व राष्ट्रपति यस्तो पब्लिकली मैले बोल्नु हुँदैन र मलाई लाग्छ पत्रकार भागिसक्यो होला तपाईँको। यो खालि फोटो हो। म बुझ्छु तपाईँको, त्यसैले बोल्न पनि सकिलो छ। त्यसले गर्दा छ भनेर पत्रकारलाई हात जोडिदिन्थे, बाबु ल लेखिदिनु मेरो कन्ट्रोभर्सी चाहिँ लेखिदिनु, कहीँ देखेको बाँचे भने चाहिँ देशको लागि फेरि काम लाग्छु। त्यसले गर्दा मलाई चाहिँ आफ्नो भावनाले भने टेल मी वान म्यान द्याट यु हेभ। मैले भने मनमोहनजीको नाम भने या पुष्पलालजीको नाम भने या कृष्ण सारको नाम भने या बिपी या गणेशवरजीको नाम भने तपाईँको शिर आफै निस्किन्छ। युवा अस्ति तपाईँको नयाँ पत्रिकामा छ चाहिँ युवराज गवालीको एउटा लेख छ। म जेलमा सँगै थिएँ 62 को आन्दोलन र म धेरै उहाँहरू जस्तो जेल परेको छैन थिएँ, किन म 46 मा जेल गएँ। 62 मा के भन्छ राजाले जब टेकअप गरेर त्यसपछि जेल गएँ 3 चोटि र 62 को जेलमा जुन थिए तपाईँको त्यस बेला युवराज गवाली र म सँगै थिएँ काठमाडौँको त्यो पारागढको जेलमा। र ऊ चाहिँ अलि अनेस्ट मान्छे छ। उसको रोनाल्डो हेर्नुहुन्छ तपाईँको लेखा छ कि अब इमान्दार मान्छे जे चुनाव जित्दैन, जति ठेकेदार छ त्यसलाई टिकट दिन्छ, समानुपातिकमा पैसा लिन्छ, काङ्ग्रेसको मान्छे लिन्छ। यो काङ्ग्रेसको भाइ तपाईँलाई कति ठुङ्गो प्रकाशमान भाइबाट त्यसलाई ठुङ्गो गर्नुहुन्थ्यो हो। अब उहाँ छैन, उसले धेरै बिजी छ, उसलाई क्याम्पसको प्रोग्रामसँग केही छैन। छोराको बिहा थियो, छोरीको बिहा त थियो। पूर्व राष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षामा आवश्यकता पनि जोड दिनुभयो। उहाँले विज्ञहरूको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि बताउनुभयो। गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनु भएको छ। आज चौथो नेपाल लायन्स महोत्सव फेस्टिभल भक्तपुरको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछि समृद्ध र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभयो। लायन्स क्लबले सामाजिक कार्य मार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उनले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो। आन्तरिक पर्यटन र प्रबन्धनमा टेवा पुर्याउने लक्ष्यका साथ सुरु भएको महोत्सवमा देशभरका हजारौं लायन्स सदस्य र गैर लायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिनुभयो। कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छ भने काठमाडौँ रङशालाबाट सडक सुरक्षाको नारासहित कार्यशैलीको समेत आयोजना गरिएको छ। महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारी लगायतका परम्परागत खानाको स्टल, जुजुधौँ, चर्चित गायक गायिकाको प्रस्तुत, विभिन्न खेल लगायतका करिब 60 वटा स्टल रहेको छ। महोत्सवमा प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेलको पनि आयोजना गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐनको विरोध नगर्न चेतावनी दिनुभएको छ। संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरूले अस्पतालको सेवा बहिष्कार गरिरहेका बेला मन्त्री पण्डितले त्यसो नगर्न सचेत गराउनु भएको हो। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले संघीय संसदमा सर्वसम्मतिले पारित गरिएको सो ऐनलाई विरोध गर्न कसैले पनि नमिल्ने दाबी समेत गर्नुभयो। आफूले अध्यादेश मार्फत सो ऐन निर्माणको काम अघि नबढाएको भए अहिले पनि मुलुकमा कर्मचारी समायोजनको काम सुरु हुने थिएन मन्त्री पण्डितको भनाइ थियो। हालसम्म 48,000 कर्मचारीलाई 3वटै तहमा समायोजन गरिएका उल्लेख गर्दै मन्त्री पण्डितले अब कर्मचारी समायोजनको कामलाई छिटै पूर्णता दिने पनि दोहोर्याउनुभयो। मन्त्री पण्डितले सरकारले प्रदेश र स्थानीय सरकारलाई कमजोर बनाउन नचाहेको पनि स्पष्ट पार्नुभयो। उहाँले संघीय सरकारले आफ्नो कानुन नबनाएपछि प्रदेश र स्थानीय तहलाई पनि आवश्यक कानुन र वित्तीय हस्तान्तरण लगायतको सबै काम सम्पन्न गर्ने पनि बताउनुभयो। पहिला हाम्रो प्रदेश एक किसिमले तालचाल लाएर चाहिँ काम गराइरहेको छु र हरेक दिन 8 बजे मका रिपोर्ट पुग्छ। हिजोसम्म 48,000 को समायोजन टुङ्ग्याइसके। कोसिस त मैले चाहिँ फागुन 3 गते नै अन्तिम सकिन्छ कि भनेर, तर लागेको बिग्रेको बानी पनि छ नि हाम्रो ब्युरोक्रेसी भित्र के छ त यहाँहरूलाई सबैलाई। मन्त्री पण्डितले पहिलो स्थानीय तहको निर्वाचन भएकाले त्यसका लागि आवश्यक जनशक्ति लगायतको व्यवस्थापन गर्न ढिलाइ हुन गएको पनि बताउनुभयो। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। सप्तरीको राजविराजमा नवनिर्मित शनिदेव मन्दिरमा पूजापाठ सुरु भएको छ। आज प्रतिमा स्थापना गरी शनिदेव मन्दिरमा विविध पूजापाठ सुरु भएको हो। करिब 25 लाख रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिर नगरकै पहिलो शनि मन्दिर हो। राजविराज नगरपालिकाले वडा नम्बर 7 मा 4 धुर जग्गा निशुल्क उपलब्ध गराएपछि 5 वर्षपछि मन्दिर निर्माण कार्य सुरु भयो। स्थानीयवासीको चन्दा सहयोगबाट 25 लाख रुपैयाँ खर्चेर शनिदेवको भव्य मन्दिर निर्माण गरिएको मन्दिर सेवा समितिका अध्यक्ष उदयचन्द्र जैनले बताएका छन्। मन्दिरमा शनिदेवको प्रतिमा स्थापना गर्नु अघि कलश यात्रा निकालिएको थियो। कलश यात्रामा सहभागीहरूले जलसायबाट जल भरेर बाजागाजा सहित नगर परिक्रमा पनि मन्दिरसम्म पुगाएका थिए। धुर्मु सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङशाला निर्माणका लागि खुत्रुके महाअभियान सुरु गरेको छ। नेपाल होटल तथा पर्यटन व्यवसाय महासंघ प्रदेश नम्बर 2 ले गौतम बुद्ध रङशाला निर्माणमा सहयोग गर्न खुत्रुके महाअभियान सुरु गरेको महासंघका अध्यक्ष हिरा गौतमले जानकारी दिनुभएको छ। होटलमा सेवा लिन आउनेले सहयोग गर्न सक्ने गरी प्रदेश नम्बर 2 का 8वटै जिल्लाका 500 होटलको काउन्टरमा खुत्रुके राखिने र जम्मा हुने रकम धुर्मु सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिने गौतमले जानकारी दिनुभयो। खुत्रुके महाअभियान घोषणा कार्यक्रममा सहभागी फाउन्डेसनका अध्यक्ष सीताराम कटेल धुर्मुसले आफूहरूले अन्तिम पटक सहयोगका लागि हात फैलाएको भन्दै देश विदेशमा बस्ने सबैसँग सहयोगका लागि अपील गर्नुभयो। यसअघि महोत्तरीको बर्दिवासमा विभिन्न दलित तथा पिछडिएका मुसहर समुदायका लागि फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्ती बनाइदिएको थियो। सोही बस्तीका अध्यक्ष बिल्टु सदा र मन्जय सदाले समेत रङशाला बनाउन सहयोग स्वरूप कटेललाई 5-5 हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ। त्यस्तै खुत्रुके अभियानको घोषणा सभामा प्रदेश नम्बर 2 का होटल व्यवसायी तथा व्यापारीहरूले रङशाला निर्माणका लागि 22,40,000 रकम फाउन्डेसनको अध्यक्ष कटेललाई हस्तान्तरण गरेको छ। 20 बिघा 6 कठा जग्गामा बस्ने रङशालाले अहिले डिजाइनको काम भइरहेको र अहिलेसम्म रङशाला निर्माणका लागि 5.5 करोड भन्दा माथि सहयोग प्राप्त भइसकेको पनि कटेलले बताएका छन्। मिथिला बिहारी नगरपालिका कचुरीमा सरसफाई भएको छ। ऐतिहासिक मानिने महाभूकम्प 15 दिने परिक्रमा यही आउँदो 22 गते बुधबारको दिन उठ्दैछ। मिथिला बिहारी भगवान डोला कचुरी 8 बाट प्रस्थान गर्नेछ। आज परिक्रमाको मध्यनजर गर्दै बिहान 8 सरसफाई कार्यक्रम सुरु भएको थियो। वडा अध्यक्ष जीवस यादव, मिथिला बिहारी मन्दिरको महन्त रामनरेश शरण, केन्द्रीय सदस्य नन्दकिशोर यादव, राजेश अभिराज यादव, जिल्ला सदस्य बिल्टु यादव, गाउँ कमिटी
सोगारथ यादव, युवा फोरम गाउँ अध्यक्ष अमर कुमार यादव, भुली देवी, लीलम देवी, नथुनी कापर, मुकेश पासवान, राजकुमार सुरेश, खेहरहरू, महाराजी रामदियाल यादव, पुनित पासवान र स्थानीयहरूको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न पार्टीका सदस्यहरू उपस्थित थिए। अब अन्तर्राष्ट्रिय समाचार। काश्मीरमा बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 30 जना भन्दा घाइते भएका छन्। बस ठक्करबाट 200 मिटर भन्दा तल खसेको स्थानीय प्रहरले जानकारी दिएको भारतीय मिडियाले उल्लेख गरेको छ। दुर्घटना शुक्रबार मध्यरातमा भएको थियो। बस कन्ट्रोल नहुँदा उधमपुर जिल्लामा बस दुर्घटना भएको अधिकारीहरूले जनाएको छ। अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर भएको कारण मृत्यु हुनेको संख्या बढ्न सक्नेछन्। दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको भारतीय प्रहरले जनाएको छ। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।